सम्पूर्ण मेरा सब्सक्राइबर साथीहरू युट्युबमा रहनुभएकालाई धेरै धेरै धन्यवाद छ। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, किसान दाजुभाइहरूले धेरैजनाले मेरो चाहिँ फेसबुक लगायत अन्य युट्युबहरूमा धेरै कमेन्टहरू गर्नुभएको थियो। कमेन्टमा चाहिँ बङ्गुर कति किसिमको हुन्छ भनेर सोध्नु भएको छ। धेरैजनालाई यो चाहिँ विषयमा जान्नुपर्ने छ र कुन बङ्गुर पाल्दा राम्रो, कस्तो खालको बङ्गुर चाहिँ नेपालमा राम्रो पस्टाउँछ, मोटाउँछ, छिटो चाहिँ ग्रो हुन्छ भन्ने कुरा आज तपाईँहरूलाई म भन्छु। विशेष गरेर बङ्गुर चाहिँ कति किसिमको हुन्छ भनेर सोध्नु भएको छ। ती बङ्गुरहरूमा पनि कुन बङ्गुर चाहिँ राम्रो हुन्छ भनेर तपाईँले कमेन्ट गर्नुभएको छ। र बङ्गुरहरू धेरै किसिमको छ, जसमा 6वटा किसिमको बङ्गुरहरू रहेको छ र त्यो 6वटा बङ्गुरहरू मध्येमा पनि राम्रो बङ्गुर चाहिँ कसलाई मानिन्छ भन्ने कुरा चाहिँ तपाईँले यो भिडियो अन्तिमसम्म हेऱ्यो भने थाहा पाउन सक्नुहुन्छ। मजाले मोटो घाटो चट्ट त्यसलाई चाहिँ कति महिनामा कति किलो ओजन, कस्तो किसिमको दाना फिडिङहरू दिनुपर्छ भन्ने कुरा यो चाहिँ तपाईँको चाहिँ यो युट्युबमा चाहिँ राखिदिएको छु र तपाईँले यहाँ तपाईँले देख्न सक्नुहुन्छ बङ्गुर पालन, बङ्गुरको चाहिँ देखाएको छ होइन। यहाँ चाहिँ कतिवटा बङ्गुर छ, 1 2 3 4 5 6 6 प्रकारको बङ्गुर हुन्छ है। 6 प्रकारको बङ्गुरको तलको फिगरहरू देखाएको छ 1 2 3वटा। यो 3वटामा चाहिँ यो क्रस ब्रिडिङ चाहिँ तपाईँको चाहिँ यसलाई चाहिँ क्रस ब्रिडिङ गर्नलाई राखिएको हो यसमा होइन। यो चाहिँ कुन कुन चाहिँ राखिन्छ भन्ने कुराहरू हुन्छ यसमा होइन। यहाँनिर चाहिँ देख्न सक्नु 6 किसिमको बङ्गुरहरूमा पनि तपाईँको चाहिँ यहाँनिर तपाईँले चाहिँ कुन कलरको हुन्छ, कसको बङ्गुर कुन साइजको हुन्छ, कसको मुख चुच्चो परेको हुन्छ, कसको चाहिँ यो चाहिँ कालो हुन्छ भन्ने कलरसहित अनि यसको विशेषतासहित राखिदिएको छ। यसलाई चाहिँ तपाईँले चाहिँ मजाले हेर्न सक्नुहुन्छ। अन्तिममा तपाईँले प्रश्न माथिसम्म देखाइदिन्छु। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ माथि चाहिँ ल्यान्ड्रस जातको चाहिँ बङ्गुर हो होइन। यो चाहिँ देख्न सक्नुहुन्छ माथि फर्स्टको चाहिँ ल्यान्ड्रस जातको बङ्गुर, अनि त्यसपछि चाहिँ अर्को त्योभन्दा तलको बङ्गुरहरू रहेको छ। अनि त्यसपछि तलको बङ्गुर चाहिँ यो चाहिँ लार्जो व्हाइट छ होइन। यो लार्जो व्हाइट हेर्नु त कस्तो छ, यो लार्जो व्हाइट रहेको छ। अनि त्यसो डुरोक डुरोक भन्ने छ, डुरोक भनेको यो चाहिँ खैरो खैरो टाइपको हुन्छ होइन। अनि त्यसपछि यो कालो चाहिँ